यहाँ औठी यहाँ तिलरी नै हो चल्छ आज भर्खर त किनेर ल्याएको अनि नबजाइस ओ माइ गॉड 970 यो दुलालाई कस्तो हुन्छ हेर न आफैले लगाएर चाँदीको आफूलाई चाहिँ कति बाटी सुट गर्यो दुलालाई चाहिँ चाँदी गरे सिन्दुर उ यहाँ छ यो सिन्दुरको बट्टा कस्तो छ त्यो भए पनि हुन्छ नि हुन्छ स्टार्ट भइसक्यो सिन्दुर यसो हजुर खै हजुरको टाइम लाग्छ होला आउन कति समय लाग्छ होला यस्तो ढल्क्या तिमीले हल्का यस्तो भए तर तिमी उड्दाखेरि त्यहाँ ठोकेले माथि टिपी उले भएको ठिकै छ अब के गर्ने भाइलाई बाबुलाई पठाउनु पर्खिने कि गर्ने साच्चै रियल आउन लाग्यो कि के लाग्यो मलाई लाग्छ टाइम लाग्छ हो बाहिरबाट आउने मान्छे कति हुन्छ नि हामीलाई ढिला हुन्छ 8 बजी 8:30 भइसक्यो ल छिटो छिटो ल काटौँ न त यो पहिला यो सलाई बालौँ जलेर यहाँ कपड लुगामा त आउने समात्ने कि के गर्ने नसमात्ने हैन त्यो बाल्ला नसमात्नु ल छिटो ल रेडी पोजिसन है भिडियो ए कसको मेरोमा त छैन क्यामेरा ल के Happy anniversary. आन्टीले कम माया गर्नुहुन्छ भने क्या हो क्यान्डलले चाँडै निभ्यो त चाँडै बोलेको थियो त्यही भएर चाँडै बोलेको थियो अनि चाँडै निभिहाल्छ अनि अरू के काटौँ पहिला माला लाउने होइन हो ल लगाइदिउँ न त मलाई के थाहा छ उठेर लाउनु मैले आफूले गरेँ है पर्दैन बसेर गर्दा नि हुन्छ भिडियो छिक्यो भिडियो आउँदैन मलाई लगाइदिनु अब यो सिन्दुर लगाइदिनु जस्तो गर्नु यो खोलेर दिनु न अर्को सिन्दुर 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 त कोमा जान्छ यसले हैन यो आउँदै हो ल हातदेखि हजुरकोमा ए अनि सिन्दुर लगाएपछि खुट्टा ढोक्नु पर्दैन अहिले फेरि लास्टमा यहाँ लगाइदिनु कुनमा बिरास हाल्नु कुनमा तिलरी आफूले सोराएर ठुलोले त्यही त भन्दै नि त हात यसरी फोटो पनि लिन्छ नि हो यस्तो गरेर उतै हेर्नु नि यता यता नहेर्नु हल्का हल्का उता हेर्नु हात अब यसलाई यतापट्टि मात्रै छुनु त हजुरले यतापट्टि मात्रै एकतिर मात्रै एउटा लगाइदिए जस्तो एउटा मात्रै एउटा हातले एउटा लगाइदिए मात्रै लगाइदिए जस्तो मात्रै अब यतापट्टि ल कुन कान्छी उतामा हो ल मेरो फ्रेन्डलाई कम भयो क्या अहिले आधी आधीबाट यसो लगाइदिए जस्तो गरिदिनु न अझ फेरि भयो गरेर औँठी लगाएको चाहिँ भयो यतापट्टिको चाहिँ हजुर यता पनि भयो त्यो अब दुईटैले औँठी देखाउने यसरी औँठी देखाएको त्यो यता यतापट्टि नेल पलिस देखाएको के एउटै कसरी एउटै त्यो हातसम्म देखाउनु आसम्म आएर यस्तो यस्तो गरेर यस्तो गरेर यो मामा त्यस्तो होइन यसरी के यसरी यसरी सिधा के सिधा यसो मुक्का हालेको क्यामेरातिर के क्यामेरातिर यस्तो क्यामेरातिर अगाडितिर ए ल अगाडि अगाडि हो त्यस्तो ल के अरे डायमन्डको औठी चम्किला नि एउटा लाल अलग छ गुलाल
अब के काट्ने होला नि त ह्याप्पी एनिभर्सरी वैवाहिक जीवनको मङ्गलमय शुभकामना थ्याङ्क यू सो मच ढिला गए पनि दौरा आयो राम्रो हुनु अब टिका त अनि उन्नति प्रगति होस् लगाइदिनु त न पहिलो टिका लगाउँ अनि त्यसपछि केक काटौँ हुन्छ 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 लिनु मलाई ल्याइदिनु खुट्टा धोए खै त उही खुट्टा अहिले म टिका लगाइसक्छु लगाइसक्यो लगाइसक्यो टिका टिका कसरी लाउँछ सधैँभरि यसरी हाँसी खुसी ल खुसी रहनु हाँसी रहनु हैन रोग के नरो तेरिका मस्त पनि रहनु मस्त रहनु है। स्वस्थ पनि रहनु मस्त पनि रहनु। सधैँभरि मलाई यसरी नै माया गरिरहनु भनौँ न एक अर्कालाई यस्तै गरी सधैँ हैन? त्यो छुए पनि दुख लागेर उही पो खोस्ला जस्तो छ। त्यही त भन्दै त्यो अलि टोपीमा अब तल उठो त टिकुली केही हुँदैन त्यो भयो क्या बाती गर्नु त के टोपी ठिक छ थोरै थोरै अलिकति हल्का थोरै हो ल ल सधैँ खुसी रहने निरोगी रहनु 26 वर्ष पुरा भएर 27 वर्ष अझ 100 वर्षको मनाउन पाऊँ एनिभर्सरी हो त नि हैन हामी 100 वर्ष पुग्यो भने त कुटो दिन त मम्मी उठेर खुट्टा कसरी उचाल्नु न उचाल्दा उचाल्नु म गर्छु होइन खुट्टा चाहिँ यता राखिदिनु यहाँ माथि राखिदिनु यहाँ मात्र राखिदिनु। सफा छ उता। ल छौ न छौकै छौको छौकै छैन ल के भन्नु पैसा दिए ल दक्षिण दिनुपर्छ नि त हैन दिनुपर्छ? घाँटीमा छ अब हातमा छ कति दिन के हुन्छ दिनुपर्छ पैसा नि? नदिनु छ हेरौँ न गर्दैन भने पर्छ पर्छ भन्दैछु को पर्दैन भन्ने झुरझुर खै झुरझुर बारी ह्याप्पी एनिभर्सरी ओके थ्याङ्क यू सुखमय होस् सधैँ यसरी हाँसी खुसी अरू पनि साथ यसरी रमाइलो गर्न अर्को वर्ष आफ्नै घरमा मनाउनु पाऊँ है हामी सबैलाई बोलाउन पाऊँ म त्यहीमै खुसी हुनेछु खुसी हुनेछु नेट सेटलाई पनि देखाइदिनु खोइ यहाँको छैन त नेट के छ खाइदिउँ मलाई खाइदिउँ हो यसरी खानु न सबले हातले समात्नु अनि त्यही त हो मजाले जिरा पुऱ्याएर अनि भात बनाएर अनि पनिरको तरकारी बनाएको थिएँ नमस्कार हजुर थ्याङ्क यू सो मच ह्याप्पी एनिभर्सरी अर्को एउटा प्लेट लिएर आउनु भित्रबाट नानीहरू ल प्लेट ल्याएर सानसाना त्यो हामीले चाहिँ यही खुवाइदिन्छु हामी सँगसँगै हो कि हामी सँगसँगै हो सिसाको हाम्रो सँगसँगै हो यसैमा पर्दैन पर्दैन हामीले यसैबाट काटेर यहाँ राख्नु एउटै साल हो कसलाई हो के एउटै साल हो बिहा गरेर साल एउटै हो 26 वर्ष भइसक्यो 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 नि यहाँ पनि पुरानो भइसक्यो 26 कम्प्लिट 26 कम्प्लिट भयो 27 कम्प्लिट बस भइसक्यो 55 साल हैन 55 सालकै किचनभित्र छोड्दै हो रे उहिलेको हुन्छ हामी त उहिलेको मान्छे हो मान्छेहरू त त्यस्तो लाग्दैन मेरो छोरी हेलो हेलो नानु नमस्ते गर्नुपर्छ एक ढोकरे भन्नुपर्छ दर्शन भन्नुपर्छ त भाग्यमानी एउटा हातमा मोबाइल छ क्या त्यही भएर धेरै धेरै प्रब्लम गर्नु ह्याप्पी एनिभर्सरी अर्को वर्ष पनि ल गॉड ब्लेस यु अलि ढिलो ह्याप्पी एनिभर्सरी सरलाई पनि थ्याङ्क यू तिम्रो डक्टर है तिमीहरू खाँदैनौ मलाई त यही भइहाल्छ नि अलिकति ल किचन अब तिमीहरू खुवाउने कि खाने कि के गर्ने हो यो थाहा छैन है म सल्लु गर्दा न केमा कचौरा मैले पनि खुवाइदिन्छु नि त एनिभर्सरी सिसाको गिलास छ यहीँमा राख्दा पनि हुन्छ अब है ह्याप्पी एनिभर्सरी है हजुर थ्याङ्क कति यू राम्रो कति राम्रो धन्यवाद सामाको हो मायालु साथी हजुर ह्याप्पी एनिभर्सरी थ्याङ्क यू यस्तो पाउँछ त अहिले सस्तो होइन होइन कस्तो राम्रो गिफ्ट ठुलो भने गिफ्ट पनि चाहिने हो ए गिफ्ट त दिन बिर्सेछु फुल
मैले त ल्याएन यार मैले ल्याएको छैन ल ह्यापी एनिभर्सरी दिदीलाई Thank you so much. मैले त एउटा मात्रै ल्याइदिनु मैले नि एउटा मात्रै ल्याएको ल ठिक छ केमा काटेर खाने त केकहरू दिउँ होइन केक गरौँ न एउटा टिस्यु पेपरले भयो नि हुन्छ यहाँ राख्दैन टिस्यु पेपरै छैन भने के छ त्यहाँ राख काटेर सबै हात टिपेर खान्छ टिप्छ त्यसमा राखेको क्या टिपिहालौँ ल हुन्छ त्यसमा राखेको सबले खाऊ यो म किन त्यहाँ बस्नु भयो भने टक्क टिप्ने खाने आम्मा छिटो हुन्छ भनेर मैले यस्तो सुपर फास्ट मम्मी कम बाटो होइसिन्छ यहाँ देऊ सबलाई एउटा एउटा पिस ल देऊ अनि फेरि खानु आउँछ अरू समाता टक्क समाउँदा खाने समाता ए भाइलाई दिनु आज त उनीहरूकै दिनु उनीहरू चाहिँ जति खाए हुन्छ मागेर जति खाए हुन्छ ल यो मेरो बहिनीको छोरीहरू उसको बाबु अहिले मलाई थोरै हजुरआमा यही लिनु न के अरे मम्मी एकै दिदी बहिनी एउटा घरमा बिहे गरेर आमा पनि दिदी पनि बुवा पनि दाजु खोइ त बाबु खोइ त त्यस्तो बाबु चाहिँ खोइ बाबु त हाइकिङ गएको आएकै छैन भनेपछि त नि तिमीले खुवाइदेऊ न खोइ उनीहरू त्यो दुइटा त आएर बाध्यमा नि उत्तर उत्तर प्रगतिको कामना खोइ हो तिनीहरू दुई तिनजना छन् त पिच्छेहरू कता ओ यता आऊ है केटाकेटी हो यसलाई अलिकति साथ दिन्छ मजाले बोल्थ्यो घरको कल आयो तपाईँहरू यो पनि गिफ्ट आएका साथीहरू ल्याइदिएको के त्यो बर्थडेमा हो नि बर्थडेमा मैले उसलाई पविनालाई अनि सङ्गीता दिदी त्यति ल्याइदिएँ कहाँबाट आएको तिमी यतै पसल हुँदै आएको सर मेरो पसल हुँदै आयो ल खाऊ न केक होइन होइन होला हामी तपाईँलाई मैले ल्याइदिएर मैले बिर्सिसकेर छु अनि के तिमीहरू ल्याइदिएको नि तिनजना के हो रे त्यो भयो सधैँभरि यादगार हुन्छ अनि नि त उयो बुलाई त्यो स्पेसल ओकेजनमा मात्रै चाहिन्छ लाग्छ हो। कता हो यिनीहरू किन तिनीहरू आएनन् के खान ल अब भइगयो नि त अब खाना हामी- गयो खाना हामीलाई खानेकुरा दिनु हामी खान्छौँ हामीलाई खानेकुरा देऊ आफै हाल खाऊ पल्लोबाट पकाएको छ ढिला भइसक्यो घर के लिएर जाऊ भाइले ढिला भइसक्यो अब यहाँ बसिरहनु कुरो त हुँदैन हो टाकटुक्क सिधा हिँडिहाल्यो अब त बन्द गरेर हुन्छ मेरो मामा ट्याक्कै दुलै देखेँ म आज एकदम ओरिजिनल